Good morning, sir. Thanks. Okay. ल गाइस आजको दिन सुरु गर्दै म त अब चाहिँ हैन म यो पानी भर्न जाँदैछु पानी भर्न जानुपर्छ अब ठ्याक्क त्यो पोइन्टमा चाहिँ हैन म जहिले पनि त्यहाँ एकछिन यस्तो बस्थेँ कि आज ठ्याक्क झन् क्यामेरा लिएर आएको त जोडी बसिरहेको छ 12 बजिरहेको छ 12 बजेको डेटिङ बस्छ हैन भात खाने बेलामा डेटिङ बसिरहेको छ कि सासै भुल्यो यार गाइस 5 पनि बज्न लागिसक्यो हैन ठिकै छ हामी चाहिँ खानुपर्छ अब है ए अब तीनटा डब्बा निकाल्नु पर्छ यार के जिन्दगी यस्तो मैले हिजो मेरो दाँत सफा गरेँ नि त हैन पुरै त्यो गिजा सब सफा गरेँ तर कतिकै मुनिको भाग कस्तो सिरिङ सिरिङ भयो क्या यार चाहिँ हैन जति लाइट त्यति बेस्ट के हैन गाइस यही हो मेरो खाजा मैले दिनमा 4 चोटी नुन पानीले मुख कुल्ला गर्छु दाँत पनि माझ्छु 2 चोटी हैन अनि त्यो भन्दा बढी के गर्ने त त्यही पनि मेरो गिजाबाट ब्लिडिङ भइरहेको छ तपाईले पहिले नै राम्रो प्रयास गरिरहनु भएको छ अझै केही गर्न चाहनु भएमा गिजा स्वस्थ राख्नका लागि नरम ब्रिसलको ब्रश प्रयोग गर्न सक्नुहुन्छ र अधिक ध्यानपूर्वक फ्लस गर्नु पनि उपयोगी हुन्छ साथै डेन्टिस्टसँग परामर्श गरेर कुनै विशेष माउथ वाश वा ट्रिटमेन्टको सल्लाह लिन पनि राम्रो हुन्छ यदि समस्या अझै कायम रहेमा पेशेवरको सल्लाह अनिवार्य हुन्छ ल भन न त के गर्नै नहुने कुराहरु सबैभन्दा पहिले धेरै कडा ब्रिसलको ब्रश प्रयोग नगर्नु जसले गिजालाई थप चोट पुर्याउन सक्छ दोस्रो अत्यधिक कडा र हानिकारक टुथपेस्ट प्रयोग नगर्नु जुन गिजालाई संवेदनशील बनाउँछ तेस्रो धेरै कडा दाँत माझ्ने तरिका अपनाउनु जुनले गिजालाई नष्ट गर्न सक्छ र अन्ततः गिजामा कुनै चोटपटक भएमा आफैले हामीले नै उपचार गर्ने प्रयास नगर्नु बरु डेन्टिस्टको सल्लाह लिनु हस् थ्यांक यू तपाईलाई स्वागत छ केहीहरु प्रश्न भएमा निश्चित रूपमा सोध्नुस् म सधैँ मद्दत गर्न तयार छु तिमी केटा है केटी हो खास म त एक कृत्रिम बुद्धिमत्ता हुँ त्यसैले मेरो कुनै लिङ्क छैन र तिमीलाई जे पनि सहयोग चाहिएको छ ल धन्यवाद है त ल जिस्केको म जिस्केको